तारारारा ना ना ए दुःखलाई जति ओगटे ठाउँ दिन्छौँ त्यति नै त्यसले आफ्नो ठाउँ बनाएर जाँदो रहेछ गाइस। आउनुहोस् आफ्नो जिन्दगीको एकछिन केही पललाई रमाइलो गरेर बिताउँ है। उहाँ चाहिँ मेरो बहिनी सृजल अनि हामी चाहिँ गएको थियौँ रोहिणी। अनि रोहिणीमा चाहिँ एउटा ब्रिज रहेछ एकदमै राम्रो है। हामीलाई म चाहिँ गएको थिइनँ, म चाहिँ फर्स्ट टाइम गएको हो। अन्त मेरो हस्बेन्डले चाहिँ लगेर गएको हामीलाई। अन्त यहाँ गयौँ अनि बहिनीले के अरे नाना त्यहाँनिर एकदम राम्रो छ जाउँ न भन्यो। अन्त दुईजना बहिनी र मेरो हस्बेन्डले चाहिँ लिएर गएको। अनि साँच्चीकै राम्रो रहेछ यहाँनिर है। मेरो नाम चाहिँ सङ्गीता तामाङ हो। अनि आउनुहोस् मेरो ब्लगमा तपाईँहरूलाई म स्वागत गर्न चाहन्छु है। अनि यो चाहिँ एकदमै राम्रो प्लेस रहेछ है, एकदम ग्रिनेरी। अन्त प्लस मलाई एउटा चिज चाहिँ यहाँ के मन पर्यो भने एकदमै मैले कहिलेदेखि रेयर भइसक्यो क्या पुतलीहरू देख्नु पनि नपाउने है। आजकल त गाउँठाउँमा पुतली जुनकेरीहरू देख्नु पनि, न्याउलीहरू कराएको पनि छोडिसक्यो सुन्नु होइन। र यहाँनिर चाहिँ यसो आएको त नि पुतली यति बेसी यति रमाइलो लाग्यो मलाई, मनपर्ने चिज मैले देख्नु पाएँ होइन। अन्त पानी हेर्नुहोस् न गाइस, यस्तो सफा छ पानी के भन्नु तपाईँहरूलाई होइन। सानो तर कति रमाइलो राम्रो सफा गरेर राखेको होइन। अब हाम्रो दार्जिलिङमा त सबभन्दा राम्रो चिज भनेको नि त सफा टफा होइन, ग्रिनेरी, सफा पानीको लागि त चिनिन्छ, चियापत्तीको लागि होइन। अझै धेरै कुराहरू छ हाम्रो यो दार्जिलिङ पहाडलाई चिन्ने चिजहरू धेरै छ होइन, भनेर भन्नु सकिँदैन। र एउटा यो पनि रहेछ एकदमै राम्रो लाग्यो है, एकदमै सफा। अनि यस्तो गर्मीको मौसममा यहाँ आएर आफ्नो फ्यामिलीसँग चिल गर्नु सक्नुहुन्छ तपाईँहरू होइन। अनि हामीलाई धेरै मजा आयो। अनि बहिनी पनि आफ्नो अन्त हेर्नुहोस् न माथि यस्तो लगेको क्यामेरा यस्तो जुम गरेको नि यति राम्रो झर्ना रहेछ नि गाइज। अनि चिसो पानी सफा वातावरण होइन, एकदमै रमाइलो लागिरहेको छ। कति दिनको बाद भ्लग गर्दाखेरि होइन, कति दिन बाद बाहिर पनि निक्लेँ म होइन। धेरै भएको थियो हस्पिटल गएकै तपाईँहरूलाई थाहै नै छ मेरो पछिल्लो भ्लगहरूमा होइन। म धेरै प्रब्लममा छु होइन, मलाई मेरो आफ्नै शरीरले पुरा दुःख दिइरहेको छ, पीडा दिइरहेको छ होइन। घरि के हुन्छ। अस्तिको 2024 र यो 2025 त मेरो लागि एकदमै दुःखको घटनाहरू घट्यो। मेरो एउटा भएको दोकान पनि जल्यो होइन, जहाँबाट मेरो इन्कम हुन्थ्यो। 2टा दोकान थियो मेरो, 2टै जल्यो होइन। अनि त्यही कुराहरूलाई सम्झेर बसिरहेको थिएँ कि आज चाहिँ निक्लिँदै कति दुःख सोचिराख्नु होइन। यता सासू बिमारी, आमा बिमारी होइन, म धेरै अब प्रब्लममा थिएँ। अन्त बुढाले कति दुःख मानिबस्नु होइन एकछिन भए पनि भनेर चाहिँ हामी दुईजना दिदीबहिनीलाई लिएर आयो होइन। एकदमै खुसी छु, मजा आइरहेको छ। अनि यस्तो हुँदाखेरि चाहिँ म क्या अब मलाई खुसी लाग्छ मलाई, किनभने यस्तो ग्रिनेरी वातावरणमा जानु मलाई धेरै मनपर्छ। मलाई त्यो सहर बजारमा टाढा टिटिट हुने जग्गाभन्दा चाहिँ मलाई चाहिँ साइलेन्ट प्लेस हुन्छ नि, पहाडहरू भएको, रुखहरू भएको, हरियो परियो भएको एकदमै राम्रो लाग्छ होइन। अन्त एकदमै रमाइलो हुँदैछ हेर्नुहोस् गाइस, तपाईँहरूले देख्न सक्नुहुन्छ कति चाहिँ सफा छ हेर्नु न पानी, यति रमाइलो। जुन हेर्नु तिमी माथि माथि सागरको, जुन हेर्नु तिमी माथि माथि सागरको, म हेर्छु मेरो जुन तिम्रो नजरको। हेर्छु मेरो जुन तिम्रो नजरको, हो चिनारेखा केही देखाउन म भाग्य फेरौँला, तिमी बिहान साँझ मेरो तिम्रै बाटो
अनि तपाईहरुलाई मेरो भ्लग कस्तो लाग्दैछ एकदमै नछोडिकिन फर्स्ट टु लास्ट हेर्नुस् होला। एकदमै राम्रो प्लेस रहेछ हैन। हामीले चाहिँ धेरै इन्जोय गरे है। अनि अब हेर्नुस् न एकदमै राम्रो सिनेमेटिक भ्यू आउने जग्गा क्या। अब हुन्छ नि हुन त अब म त्यस्तो डरलाग्दो अब क्यामेरा चलाउन त जान्दिन र पनि अब जति सक्छु त्यति चाहिँ तपाईहरुलाई देखाउने कोसिस गरिरहेको छु है। हाम्रो वरिपरि लोकल एरियामा पनि यति राम्रो है टुरिज्महरु अब हैन छ। मान्छे टुरिस्ट आएर घुम्न सक्ने जग्गाहरु छ हैन। हेर्नुस् न हाम्रो फोटोहरु यस्तो राम्रो आउँछ होला यहाँनिर हैन। यस्तो राम्रो आउँछ अब होला त के भन्नु आउँछ नै हैन। पानी हेर्नु यति सफा छ है। म त बसेर मन्त्रमुग्ध भए हैन। अनि दिदी बहिनी भएर धेरै इन्जोयहरु पनि गर्यौं हामीले। अनि यहाँनिर हामीले रिल्सहरु पनि बनायौं हैन मेहुनाको गानामा। अन्त मलाई त्यो गाना साह्रै मन पर्छ नि त। अनि त्यो गाना बनाइरहेको छु म। त्यसै पनि 1.5 फुटिया अझै हेर्नु न भिडियोमा कस्तो 1.5 फुटिया देखेको हैन। साथीभाइहरु अब मेरो कतिजना हैन आफ्नो चिन्ता अब मतलब आफ्नो मान्ने मान्छेले चिन्ता गर्छ कि यसले के अरे धेरै भयो भिडियो नबनाएको बना न हौ कस्तो हेर्नु मन लाग्छ मलाई तेरो भिडियो मन पर्छ। त्यसमै कतिजना मान्छेहरु हुन्छ नि आरिसले जल्ने। हुन त मलाई यस्तो कुरा गर्नु मन पर्दैन धेरै नै छ हैन। अनि मैले गरेको इन्जोय मैले गरेको मेहनत मैले गरेको सफलतामा मेरो सफलतामा जल्ने धेरै रहेछ हैन। तर तिनीहरुलाई चाहिँ नि यही भिडियोबाट म के भन्न चाहन्छु भने आफू मेहनत गर हैन अनि तिमी आफै अगाडि बढ्न सक्छौ। अर्काले गरेको चिजलाई चाहिँ आरिस गरेर कहिले पनि हुँदैन साथीहरु हैन। त्यही भन्न चाहन्छु हैन। जति सकेर चाहिँ हामी खाना खानु गयौं हैन यहाँनिर। फुड वाज भेरी डिलिसियस है। यो चाहिँ हाम्रो सेजल बहिनीको थ्रुबाट थियो। अनि मेरो बुढाले पनि हल्का दुईजना मिलेर हैन हामीले आज ट्रिट दुईजना भएर गरेको हो। अन्त एकदमै रमाइलो भयो है। यहाँनिर फुडहरु पनि एकदमै डिलिसियस थियो। अनि हामीले बटर चिकन अनि चाउमिन अनि के बनाएको थियो हामीले मसरुम चिल्ली अनि मोमो यति मगाएको थियौं। एकदमै राम्रो थियो। यता बटर चिकन उहाँले निकाल्नु हुँदैछ मेरो हस्बेन्डले। एकदमै मजा आयो गाइज है। तपाईहरुले पनि इन्जोय गर्नु होला। मेरो भ्लगहरुलाई है शेयर गरिदिनुस् होला हैन। तपाईहरुको सपोर्टले नै धेरै राम्रो हुनेछ। सबै साथीहरुले सोच्दै रहेछ कि हिजोअस्ति खोलेर यो पपुलर भयो भनेर सोच्दैछ तर हैन साथीभाइ हो। मैले खोलेको चाहिँ 5 वर्ष जस्तो भयो युट्युब च्यानल हैन। अन्त सबैजनाले माया गर्नुहुन्छ। जतिजना पनि मेरो च्यानलमा हुनुहुन्छ सबैले नै माया गर्नुहुन्छ मलाई है। देख्न सक्नुहुन्छ मलाई चाहिँ मसरुम साह्रै मन पर्छ। अन्त मसरुम मगाएको थिएँ मैले चाहिँ। मासु खाए भने चाहिँ मलाई त्यो अपरेसन गरेकोमा साह्रै दुख्छ नि त। अन्त मैले चाहिँ मसरुम अर्डर गरेको तर पिरो बनाएको थिएँ तर मिठो थियो क्या गाइज। मजाले नै खानाहरु खाए हैन। म त भ्लग गर्दिन होला भन्ने तर नि अब सबैजना हैन यस्तो लोकल एरियामा यस्तो राम्रो जग्गा छ भनेर देखाउनै पर्यो नि त हैन गाइज। अन्त त्यही भएर चाहिँ एकदमै रमाइलो भयो र हामीले खाना पनि खाइसक्यौं। अब हामी निक्लेको गाइज है। तपाईहरुलाई कस्तो लाग्यो हाम्रो भ्लग प्लिज सब्स्क्राइब गरेर शेयर गरेर कमेन्ट गर्नु चाहिँ एकदमै नबिर्सिनुहोस् होला हैन। तपाईहरुले कमेन्ट र सब्स्क्राइब गरेको पनि मलाई मोटिभेसन हुन्छ नि त। मलाई अलिकति हैन सपोर्ट पनि गर्छु। त्यसले पनि म मान्छेहरु दुश्मनहरुलाई अझै म तिनीहरुलाई देखाइन्छु उत्तर जवाब दिन्छु भन्ने हुन्छ नि त गाइज। थ्यांक यू सो मच गाइज मेरो भ्लगलाई माया गरिदिनु भएकोमा। जुन हेर्नु तिमी माथि सागरको जुन हेर्नु तिमी माथि